everyone, good morning from Pakilas Farm. हजुरहरूलाई मेरो भिडियोमा फेरि पनि स्वागत छ। अहिले चाहिँ कति छ 6:30 हुन आँटेछ। हेर्दै गर्नु होला मेरो भिडियो। मैले चाहिँ अघि उठेर के अरे बडाल कुराल गरेको थिएँ नि त। अनि यहाँ चाहिँ छोरीले पुस्दैछ। अलि सुक्खा गरेर पुछ न। छोरीले पुस्दैछ, उसको ड्युटी चाहिँ पुछेर ट्युसन जाने ड्युटी छ। कति बजेदेखि ट्युसन? 7 बजेदेखि। अलिक राम्रोसँग पुछ है, सुक्खा गरेर त्यहाँभित्र त फेरि उनीहरू डामै नाम बस्छ। यहाँ चाहिँ पुछिसकेको छ। आज घाम लाग्दैन जस्तो छ। हिजो त दामी घाम लागेको थियो, हिजो अस्ति त। म चाहिँ अब यहाँ बढाल्नु बाँकी छ आँगन। हेर्दै गर्नु होला मेरो भिडियो। यहाँ बाहिरको चुल्हामा चाहिँ पानी उम्लिँदैछ। खाने पानी उमालेर खान्छौँ नि त यहाँ बाहिरको चुल्हामा। त्यही भएर यहाँ चाहिँ बिहान बिहान आगो फुक्छौँ अनि पानी उमाल्छौँ। खाना चाहिँ कहिले काहीँ मात्रै बनाउँछौँ बाहिर। चाहिँ म बाहिरको काम सकेर भित्र आएपछि पानी पिउँछु अनि चिया बनाउँछु। 7:15 पो भइसकेको छ। नानीले भुलाएर गएको छ। तातो रहेछ पानी। अनि पानी पिएर चिया खाने अनि मात्रै खाना बनाउने। खाना पनि आज सब्जी पकाउँदिनँ होला म। सब्जी हिजोको छ नि त। अनि म चाहिँ यहाँ चिया पाक्दै गर्दाखेरि यो भाँडाहरू मिलाइहाल्नु पर्यो। हिजो दुको भाँडाहरू हानेर मिलाइहाल्नु। माथि माथि ओ चिया चाहिँ रेडी भयो बुवाको र मेरो। सुप्रिया चाहिँ मलाई देख्ने बित्तिकै जतिले नि म यहाँ सिटिङ रुममा आएर बस्यो भने कि बुबु खानु खोज्छ नि त। अब यसलाई बुबु छुडाउनु पर्ने छ। बदमास भइरहेछ बदमास। म यहाँ बस्नु हुँदैन, आइहाल्छ। उसलाई बुबु खानुपर्ने जति बेला नि म बस्नु हुँदैन। सुप्रिया आएर त फेरि बसेर भने मलाई भेटेन भने वास्तै गर्दैन। फेरि म यहाँ आएर उसको छेउमा बस्यो भने के अरे बुबु खानु खोजिहाल्छ। यता हेर त, बुबु खाने नखाने खानु हुँदैन नि बुबु धेर। अब छोडाउनु पर्ने छ यसलाई। नो 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 गर्छ त म्याउली के गरेर त। म चाहिँ अब बेड मिलाउनु लाग्दैछु। बेड चाहिँ मेरो बेड कभर के अरे अस्तिको दिन फेरेको थिएँ कि फेरेकै राति चाहिँ नानीले सु गरिदिएर फेरि त्यही ओछ्याउनु हालेको सुकिहाल्यो नि त। हिजो अस्तिको दिनै धुएको थिएँ अनि धोएर सुकाएर यही लगाइदिन्छु। अब फेरेकै दिन राति। आजकल मैले नानीलाई के भन्छ डाइपर लगाइदिनु छुटिसक्यो नि त, 1-1.5 महिना भइसक्यो। अनि राति त्यो दिन चाहिँ 8 बजेर सुतेको थियो बेलुका। अनि मैले सु गराइन नि त। राति त भरे त सु गरिदिँदैछ सबै घुमेर कहाँ पुगेर। त्यही भएर अब यही फेरिदिन्छु। सुप्रिना फेरि आइहाल्नु छ। कस्तो गरम छ। मुसाले काट्दिएर खोल पनि मुसाले कहाँबाट छिर्छ थाहै हुँदैन। म चाहिँ अब बेड मिलाएर मात्रै खाना बनाउन थाल्छु। सब्जी पनि हिजोकै छ। कर नजाऊ है हस्। अथा हुन्छ अथा
अनि आज चाहिँ यता धुम्म भइरहेछ खुल्ला खुल्ला के अरे मौसम खुल्ला खुल्ला जस्तो पनि छ अघि बिहान भन्दा अलिक खुल्दैछ खुल्नु चाहिँ घाम चाहिँ लाग्छ कि लाग्दैन थाहा छैन यही यो पुरानो बेड कभर ओछ्याएको थिएँ कि पुरानो धेरै पुरानो होइन यो अनलाइन सपिङ गरेको थिएँ मैले यो बेड कभर सबै खुइल्यो रङ गएर फर्स्ट टाइम अनलाइन सपिङ गरेको थिएँ मैले यो बेड कभर सबै खुइल्यो नि त रङ गएर कस्तो पुरानो देखिन्छ एउटा काम चलाउको लागि मात्रै ओछ्याउँछु बेड कभर पनि किन्ने बेला चाहिँ भइरहेछ तर पैसा छैन अहिले किन्ने नचलाऊ है मलाई नकिन्नु किनेपछि अलिक के अरे नखुइदिने खालको कटनको किन्नु मन लाग्छ नि त अनि अलिक टिक्छ पनि के अरे जस्तो जस्तो किन्दाखेरि चाहिँ के भन्छ खुइलिने भस्किने हुन्छ नि त यस्तो खालको किन्नुपर्छ यस्तो महँगै पर्छ महँगो भनेर नचलाउनु खानु 1500-1600 पर्छ यो मैले कति पाखिरासमा किनेको पाखिरासमा फेन्सीमै कति पो परेको थियो त्यति बेला 3-4 वर्ष भइसक्यो यो किनेको यतिको हुन्छ 3-4 वर्षसम्म पनि पुग्यो यो भन्दा त कहाँ राम्रो छ अनि के अरे कति 1500 कि 1600 मा किनेको त्यति बेला अहिले झन् कति महँगो पर्छ होला नगर्नु खालु जोगमुनि चाहिँ सस्तो पर्थ्यो जोगमुनि को जाने ए किन्नु ए यही माथि आइपुगेछ त यही कभर ओछ्याइदिन्छु बेड कभर यहाँ नआउ न तल जाउँ त एकछिन यो बेड कभर चेन्ज गर्छु यहाँ तल गएर हेर लु ट्याप भेटिहाल्छ फेरि ट्याप हेर्ने हजुर हो ट्याप हेर्ने हो ट्याप हेर्ने हो कि होइन भन्न जानेछ लु यहाँ तल गएर हेर्दा मम्मी यहाँ सफा गर्छु हस् ओके ओके भन लु जाऊ तल जाऊ त कालु तल जानुहोस् त अनि यो बेड कभर ओछ्याउँछु फेरि यहाँ माथि ल्याउँछु नि तिमीलाई जाऊ तल जाऊ उसलाई चाहिँ म राति सु गरिहाल्छु कि भनेर यस्तो लागिदिन्छु कि अहिले यो जन्मिँदा किनेको के अरे दिदीले किनेर पठायो के अरे दिदीले किन्नु भएको छ नि त धरानमा कस्तो टिक्ने रहेछ यो त यो जन्मिँदाखेरि किनेको कभर अनि यो पनि रोज लागिन्छ आजकल त ओ कति किन्नु त्यो डाइपर भनेर डाइपर त कति किन्नु पर्ने हौ त्यो बर्खामा अन्त जाडो महिनामा त नलाइदियो हुँदैन त अनि 3-4 चोटि सु गर्दाखेरि त राति उठ्नु सकिँदैन अनि अहिले चाहिँ एकदम टाइम बसिरहेको छ उसको सु गर्ने राति गरायो भने एकचोटि अनि बिहान गर्दैन बिहानसम्मै गरेकै हुँदैन अनि बिहान चाहिँ फेरि बिम्जीले बित्तिकै सु गराउनुपर्छ 2 वर्षको हुन आँटो अब वैशाखमा 2 वर्षको पुरा हुन्छ अहिले सुको उसको टाइम बसिसक्यो टोइलेट पनि हामीले सम्झेर गराउनुपर्छ ट्याक्ट्याकै गर्छ पटमै टोइलेट पनि सु पनि पटमै गर्छ मेरो कान्छी छोरीले चाहिँ ल यो त कस्तो खुइलिसकेको छ नि मलाई मन पर्दैन त अनलाइन सपिङ गर्ने भएर रङ थोरै भएन खुइलेर यो बरु राम्रो छ अहिलेसम्म यति धेरै खुइलेको पनि छैन यो चाहिँ मलाई मनपर्छ बरु यो पनि कलर धेरै थिएन नि त यही एउटा मात्रै छ यही किनेको मैले कता हो कुन्नी यतै होला यस्तै किन्नु राम्रो हुँदो रहेछ त अन्नाहरू त बरु कटनको हेरेर सुतीको हेरेर किन्दाखेरि चाहिँ राम्रो हुँदो रहेछ म चाहिँ जहिले यस्तै किन्छु अनि पैसा भएको बेला मात्रै किन्छु एकैचोटि बरु मैले उल्टो बसेको छु क्या उता रहेछ क्या लम्बाइ उता चौडाइ उता भयो क्या कन्फ्युज हुन्छु ओछ्याएको पछि यस्तो हो रहेछ यता लम्बाइ यता चौडाइ हो रहेछ नगर है त्यही बस एकछिन त्यही बस न अलिक ट्याप दिन्न नि फेरि यता रहेछ न ओ जानुहोस् त तपाईँ उता जानुहोस् उता हेर्नु त म्याउ म्याउ लगाऊ न म्याउ लगाऊ त म्याउ लगाऊ न नलाउने यही तन्ना चाहिँ बरु राम्रो छ कटनको हो यो सुती अहिलेसम्म त्यो खासै खुइलेको पनि छैन अहिले पुरानो भइसक्यो पनि तर पनि यतिको राम्रै छ अघि ओछ्याएको भन्दा
नानी चाहिँ कहाँ घुमेर सु गर्दैछ नि त अनि निकै सु गरेछ फेरि त्यही भएर फेर्नु परिहाल्यो इच्छाकै राति त्यही दिन चेन्ज गरेको थियो त्यही दिन के अरे भोलिपल्ट बिहानै फेर्नु परिहाल्यो अनि त्यसपछि यो ओछ्याइदिन्छु होला धुएको थियो अस्तिको दिन सुकिहाल्यो अनि यो ओछ्याइदिएको मसँग धेरै छैन बेड कभर पनि दुईवटा तिनवटा मात्रै छ कस्तो भइरहेछ यो पनि बस्न सबै के अरे त्यो भइगएको छ अनि सुकाउनुपर्छ फेरि सुकाएपछि ठाउँ ठाउँ पोका पोका पर्छ मिठो भइगएको छ सुकाउँदा पनि फेरि ठाउँ ठाउँ के अरे कोही चाहिँ फुलिन्छ कोही चाहिँ त्यो हुन्छ लु छोड्नु त अब आउनु माथि माथि आऊ लु माथि आऊ सबै यहाँ राख्नु पर्यो नि त लु आउँदा माथि चढाउनु माथि यसको यो डस्नाहरू चाहिँ जन्मिँदैदेखिको यही छ यत्रो ओछ्याइदिन्छु नि त सु गर्छ कि राति भनेर डस्नामा के अरे नछिचलोस् भनेर यता यता राखिदिन्छु हजुर वाउ भन्दै न अहिले सुकाउने बेला भइसक्यो होला सुत्ने कुरा खान्छ नि सुगर भन्दा आज घाम नलाग्ने रहेछ आज घाम नलाग्ने रहेछ हे 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 यो चाहिँ के खालको भएको छ भने एउटै पोको पर्छ कि यो ब्ल्याङ्केटमा भुल्छ ब्ल्याङ्केटमा कभर लगाएको एउटै पोको परिरहेछ अब कुन दिन निकालिदिन्छु म ओइ आए यसरी नै पटाइदिएको मैले चाहिँ के भयो यता यता निक्ल्यो चल्छ यति भयो यसको कभर धुइराखेको बस्नु न तेलमा चलाउनु थाल्यो फेरि यसको यो पनि धुएर यसको कभर धुएछु नि त सुइराखेको थियो नगर न छोरा लौ र तेलको सुत्न साह्रै दिक्क लाग्छ भनेर त होइन यसको कभर चाहिँ भरे सुकेपछि लगाउँछु अहिलेलाई चाहिँ यति नै भइहाल्यो यति भयो मलाई के गरेको एक्सर्साइज गरेको हो एक्सर्साइज सुत्नुले एक्सर्साइज गरेको हो अब चाहिँ माम पकाउन जान्छु मम्मी चाहिँ अब जाऊ सिटिङ रुममा खेल्नु यहाँ खेल्नु भन्दा अहिले सबै भात भुङ्ग पार्छ म चाहिँ अब दाल बनाइहाल्नु पर्ने हो 8 बजेर पनि कटिसक्छ नि त
चाहिँ लसुन छ केला राखेको मैले भ्याएको बेलामा लसुन केला राखेको नि त हिजो अलिकति लसुन हाल्ने अनि अलिकति ज्वानो हाल्ने ज्वानो पड्काउने त्यसपछि ज्वानो लसुन कतिको भयो अब चाहिँ यतिको भयो हालिदिन्छु दाल हालिदिइहाल्छु अब भुटी राख्दिनँ झानेको जस्तो मात्रै गर्छु नानी उता खेल्दैछ नानी काम सबै पनि हुन्छ खेल्छ खेल्नु चाहिँ आजकल तर कहाँ गएर के खेल्छ हेर्दै गर्नुपर्छ बाहिर गएर के अरे माटोहरू खेल्यो भने माटो खेल्यो मात्रै त हुन्छ कि टाउकै भएर लगाएर हिजो टाउकै भएर लगाइरहेछ माटो नुहाइदिनु पर्ने दिन त यस्तो भयो टाउकै भएर माटो बालुवा लगाएछ म चाहिँ यता गर्दै खेल्दैछ होला भनेर छोडिदिएँ नि त भएर त माटो त टाउकै भएर लगाएर जिउभरि अनि लुगा फेर्दै टाउको माटोहरू त तर मजाले गएन नुहाइदिएपछि मात्रै जान्छ अब कहिले कहिले नुहाइदिनु पानी धेर नराख्नुलाई त्यो ठिकै हुन्छ अब चाहिँ लगाइदिन्छु 2-3 सिटी लागेपछि पाकिहाल्छ अनि नानीको खाना नै बसाइदिइहाल्नु पर्छ कि यहाँ चाहिँ यो पाकोस् नानीको खाना पनि रेडी गर्नुपर्ने छ अनि नानीको खानामा चाहिँ म के हाल्छु भने अलिकति घिउ कहिले चाहिँ यसरी झानेर बनाइदिन्छु कहिले चाहिँ नझानिकन डाइरेक्ट सबै राखेर बनाइदिन्छु घिउ यति धेरै पनि चाहिँदैन खोइ त घिउ राखेपछि थोरै यो के भन्छ अनि एक दुई केस्रा उयो लसुन मसिनो काटिदिन्छु सधैँ चाहिँ यसरी बनाउँदैन कि म कहिले डाइरेक्ट बनाइदिन्छु कहिले यस्तो सब्जीहरू छैन भने सब्जीहरू नहाल्ने पनि बनाइदिन्छु दाल र चामल मात्रै राखेर पनि कहिले हाम्रै खाना पनि खुवाउँछु तर हाम्रो खाना चाहिँ खासै राम्रोसँग खानु खोज्दैन कि त्यही भएर यस्तो नै बनाइदिन्छु म चाहिँ जाउली नै खुवाउने बानी गरेँ नि त अनि होस् 2 वर्षसम्म खाओस् यस्तै भनेर 2 वर्ष पछाडि चाहिँ हाम्रो खानाहरू खानु बानी बनाउनु भनेर अनि लसुन लगाउँछु यसरी लसुन अनि सब्जीमा चाहिँ के छ भने आज मटर केराउ हरियो केराउ अनि कोपी फुलकोपी अनि आलु भइसक्यो लाउने बेला मेरो भुट्नु पर्दैन राखिदिइहाल्छु कहिले यसरी बनाउँछु कहिले डाइरेक्ट दाल र चामल मात्रै लगाइदिन्छु सब्जीहरू हुँदाखेरि बनाइदियो नहुँदा यतिको पनि नभ्याउँदाखेरि त हाम्रै खाना पनि खाउँछु नरम गरेर अनि हाम्रो खाना त खासै राम्रोसँग खाने मान्दैन यो त एकैछिनमा खान्छ जाउन्छ गम खाइदिइहाल्छ एकैछिनमा मान्छे अब अलिकति बेसार नुन पनि थोरै राखिदिन्छु यतिको भएपछि चाहिँ अब चामल हालिदिन्छु चामल चाहिँ भिजाएर राख्दै कि चामल र दाल पहिला दाल र चामल मात्रै बनाइदिन्छु
अब 4-5 सिटी लागेपछि पाकिहाल्छ। बाफो र सधैँ त यसरी मैले यसरी नभ्याउँदाखेरि हाम्रै खाना दिन्छु। हुन्छ ल पनि धेरै हुन्छ मैले सबै थोक राखिसकेँ अब बिर्को लगाइदिन्छु। आज तरकारी पकाउनु छैन कि त्यो भएर अब दाल पनि पाकिहाल्यो बनाउँछु। पनि सिटी लाग्छ पाकि पनि हाल्छ। अनि मेरो दाल पनि पाकिसक्यो। सागै ढल्छ दाल पाक्यो अब यसमा बनाउँछु। दाल ठ्याक्क पाकेछ। अब खाना बस्दै हाल्छु अनि त्यसमै बनाउनु हुन्छ खाना। दाल पनि रेडी भयो। मैले दाल खनाइसकेर यहाँ खाना रेडी गरिसकेँ त्यही कुकरमा। अब चाहिँ खाना बसाइदिन्छु। कति 8:30 भएछ ठ्याक्कै 9 बजी रेडी भइहाल्छ। अब यो भाँडा अब चाहिँ भाँडाले दिइहाल्छु। भाँडाले आज सुप्रिना चाहिँ कुदै अल्मलिरहेको छ। ट्याब हेर्दैछ कि यहीँको यहीँ रहेछ अहिलेसम्म ट्याब हेर्दै। सुप्रिना सु गर्नु जाऊँ अब। यहाँ हेर सुप्रिना सु गर्नु जाऊँ अब। आम्मा यो कहाँबाट भेटेछ नाकभरि लागेछ। बाफ्रे पुरै खान्छ अब। यता हेर सुप्रिना यहाँ हेर त मम्मीलाई। यहाँ हेर त मोजा खोलेर नाकमा उयो लाएर। आम्मा कहाँबाट भेटेछ यो साइन पेन कहाँबाट भेटेछ। ला यो त जान्छ क्या जान। यहाँ आउँदा हिजो भेटियो त सुप्रियाले कस्तो त्यहीँ राख्दैछ फेरि हेर त अनुहार त। आम्मा अहिले यहाँ सुप्रियालाई के अरे अन्डा भइदिनु आँटेको यहाँ। अनि त्यस पछाडि यहीँ सब्जी तताउँछु भइहाल्छ। आज सब्जी नबनाएको त मैले बिहान बेलुकाकै खानु हुन्छ। त्यो पनि अझै धेर बस्छ अलिकति हाल्दैन। अन्त सब्जी चाहिँ हिजोको के अरे मटर कोपी फुलकोपी आलु हो नि त। खास चाहिँ मैले मटर र फुलकोपी फाल्टै बनाएको थिएँ। अनि आलु चाहिँ फाल्टै फ्राई गरेको थिएँ। आमालाई थाइरोइड छ र मटर के अरे फुलकोपी खानुहुन्न नि त। अनि त्यही भएर आमालाई चाहिँ फाल्टै आलु भुटेको थिएँ। अनि हामीलाई चाहिँ फुलकोपी र मटर बनाएको थियो नि त। फेरि त्यही दुइटै उब्रेको थियो अलिअलि त्यही दुइटा मिसाएर यहाँ पकाउँछु। सब्जी चाहिँ पकाउनु पर्दैन आज नबनाएको यति भए पुगी त हाल्छ। दाल छँदैछ मजाले पकाउने भइहाल्छ। सुप्रियाको खाना रेडी भइसक्यो यहाँ। मुलाको अचार दाल अन्डा अनि सब्जी धेरै खाँदैन उसले चाहिँ यो कोपी मात्रै खाँदैन। अनि आलु अलिक दिएको छु। अनि यहाँ चाहिँ हाम्रो लागि बुवा र मेरो लागि सब्जी। खाना चाहिँ यतिको भएको रहेछ ठिक्क भएछ। अब चाहिँ म नानीलाई खाना खुवाउँछु। म चाहिँ एकछिनमा खान्छु। सुप्रिनाको माम छ यहाँ चाहिँ उसलाई भुलाउनुको लागि माम दिनुपर्छ नत्र माम खानु मान्दैन। माम खान्छ अब सुप्रिनाले है। वाउ वाउ भन्देऊ वाउ भन्देऊ न यता हेरेर
वाउ भन्देऊ वाउ खै वाउ भनेको वाउ भन्देऊ नभन्ने अरे अब माम खान्छ हस् अब कहाँ पुगेछ सुपिनालाई देख्यो कि देखेन सुपिनाले कस्तो ज्ञानी भएर माम खान्छ है सुप्रिना माम खानुभएको हो वाउ भन्दै छु अब गुवाम कि गुवाम माम हस् वाउ भन्दा न पानी दिनु झन् खुसी हुन्छ पानी चाहियो अब अक्कमा दिन्छु ल पानी नाकमा पनि दुई लाएर ब्लू कलरको होल्डर लाएर दिन्छु दिन्छु ल पानी पनि चाहिहाल्छ पानी फेभरेट हो नि त लु लु हस् वाउ भन्देऊ खै वाउ भनेको लु माम वाउ मलाई खेल्ने कुरा भयो भने त माम खानु मान्छ ए माम कहाँ हालेको भातमा ए पानीमा कहाँ उयो पानी हालेको यहाँ चाहिँ बुवाको र मेरो खाना पनि रेडी भइसक्यो बुवालाई यो मेरो सुपुर्ना सब्जी त्यही पानी के खेल्छ अहिले चाहिँ मैले खानाहरू खाइसकेर पनि भाँडाहरू धोएर किचन सफा गरिसकेको छु भाँडा चाहिँ बाहिर सुकाउनु राखेको छु तर घाम चाहिँ लागेको छैन त्यही पनि भाँडा त सुकिहाल्छ नि त घाम नलागे पनि भनेर बाहिर राखेको छु नि त अनि नानी चाहिँ सुतिसक्यो अहिले अनि सिटिङ रुम पनि यतिको मिलाइसक्यो अहिले नानी सुतिकन सब छरेको हुन्छ नि त उसले अनि यतिको सफा गरिरहेको छु अहिले ऊ उठेर फेरि त्यस्तै पार्छ पार्नु चाहिँ त्यही पनि मिलाउनु त पर्यो आजको मौसम चाहिँ यस्तो छ घामै लागेको छैन चिसो हावा चलिरहेछ आखिरबास फार्ममा चाहिँ यस्तो छ है आजको मौसम यहाँनिर लुगा सुकाइरहेको छु नानीको हाम्रो फुलहरू यहाँ भाँडा सुकाएर छु मैले घाम नलागे पनि सुक्छ भनेर लाग्ला जस्तो नि हुँदैछ होइन घरि नलाग्ला जस्तो नि छ यहाँ चाहिँ मेरो फुलहरू सर्दै गरेको अब 1-2 महिना लाग्छ फुल्ने यो चाहिँ रातो चाहिँ मजाले फुलिरहेको छ एउटा मात्रै हो पनि सर्दै गरेको भर्खर फ्राइड राइस चाहिँ रेडी भइसक्यो लन्च खान आइसकेको छ सुप्रियालाई चाहिँ मैले 2टा लन्च बनाइदिन्छु एउटा चाउचाउ एउटा फ्राइड राइस खाना धेरै उब्रेको थियो नि त्यही भएर ठिक छ चाउचाउ म त के भन्छ यहाँनिर यसलाई के पो भन्छ हौ यो प्रोग्रामलाई यो सुन्दै खाजा बनाउँदै थिएँ यसलाई के पो भन्छ बिर्सेर मरे के यसलाई के पो भन्छ यो प्रोग्रामलाई ए डियर कल्याण सुन्दै खाजा बनाइदिएको नानी चाहिँ अझै सुति नै राखेको छ उठेकै छैन कति बजी अहिले 1:30 हुन आँटेछ अनि म पनि अब थोरै खाजा खान्छु अनि आजलाई भिडियो यति नै बाई बाई